हेलो साथीहरू, तौल घटाउन खोज्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस्तो हल्का ताजा सलाद सुरु गर्नुहोस्। यहाँ छ काँक्रो, पानीले भरिएको पेट भर्ने र चिसो दिने, प्याज मेटाबोलिजम बढाउने, गोलभेडा भिटामिन सी ले भरिएको, बन्द कम क्यालोरी धेरै फाइबर, तिल र चिया सिड मिसाएर बनाएको सलाद ड्रेसिङ। यो चाहिँ मैले अनलाइनबाट लिएको। कुनै तेल, मसला वा चिल्लो छैन। बिहान, दिउँसो वा बेलुकाको लागि एकदम उपयुक्त। पेट भरिने, शरीर पनि एकदम हलुक्क महसुस हुने। नो जङ्क, नो फ्राई, नो रिग्रेट। सिम्पल, फ्रेस, फिट। अनि तपाईहरू यस्तो सलादमा के मिसाउनुहुन्छ? कमेन्टमा लेख्न नबिर्सिनुहोस् है त साथीहरू। हेल्दी खाऊ, स्फूर्तिका साथ बाँचौँ। तपाईको तौल घटाउने यात्रा यहीबाट सुरु होस्। धन्यवाद। हजुरहरू मेरो भिडियो हेरेर इन्जोय गर्नुहोस् है त। मिठै हो रहेछ। साथीहरू डाइटिङमा हुनुहुन्छ भने बन्दा, प्याज अनि यो सानो गोलभेडा अनि यो काँक्रोको सलाद बनाएर खानुहोस् है। मिठो।这是salad，太胖了，家里面我。怎么了？怎么了，baby？来吃饭，我让个饼儿来，中了个，来吃饭。